हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। यो चाहिँ मेरो नयाँ च्यानल हो अनि फर्स्ट भिडियो पनि हो, त्यही कारणले मैले खासै बनाउन जानेको छैन। आज चाहिँ हामी दिदी बहिनी भएर घर नजिकैको जङ्गल जान लागेको छौँ। दाउरा चिन्नको लागि चिसो महिना छ, आगो ताप्नु त पर्यो। खासै दाउरा चिन्न त आउँदैन, अलिअलि भए पनि सानो सानो टुक्रा बनाएर डोकोमा हालेर लिएर जान लागेको छौँ हामीहरूले। अनि दिदीलाई चाहिँ आज खासै सन्चो छैन, अर्को भ्लगमा चाहिँ अवश्य आउनुहुन्छ दिदी। अनि चाहिँ उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। अनि मैले चाहिँ दाउरा चिरेर पनि सकाएँ, दिदी डोको ल्याउन जान लाग्नु भएको छ। म यत्तिकै दाउरा कुरेर बसिरहेको छु। अनि एकछिनमा दिदी आउनुहुन्छ, त्यो चाहिँ चिर्न बाँकी छ, भोलि चिर्ने हो भनेको हो। आज चाहिँ सकेन मैले धेरै चिर्न। दिदी पनि आइसक्नु भयो अनि चाहिँ मैले दाउरा हाल्दैछु। अनि अब बोकेर जानुपर्छ, अप्ठ्यारो बाटो छ हैन। मैले बोकेँ, अब म जान्छु। बाई गाइज, म अर्को भिडियोमा अवश्य